2026 साल चाहिँ कर्कट राशि हुनेहरूको लागि चाहिँ एकदमै राम्रो मानिन्छ। कर्कट राशिमा बृहस्पति विराजमान हुने भएको कारणले गर्दाखेरि चाहिँ यो समयमा चाहिँ कर्कट राशि भएको व्यक्तिहरूले चाहिँ बोलेको कुराहरू पुग्ने, उनीहरूले दिएको आशिषहरू छिट्टै लाग्ने खालको चाहिँ चान्सेसहरू बढी हुने गर्दछ। त्यसैले चाहिँ जतिसक्दो 2026 सालमा चाहिँ कर्कट राशि भएका व्यक्तिहरूबाट चाहिँ हामीले आशिष थाप्ने कोसिस गरौँ। धन्यवाद।